आज लक्ष्मी पूजा पनि परेको छ, कुकुर पूजा पनि परेको छ। हजुर, यो एकै दिन परेको छ। यो लक्ष्मी पूजासँग सन्दर्भित रहेर आजको तिथि मितिको बारेमा भन्दिनुहोस्। विशेष गरी यो यमपञ्चक भनेको कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल पक्षको द्वितीयासम्मको समय, जुन यो 5 दिनको समयलाई हामीले यमपञ्चकको रूपमा मान्ने गरिन्छ। र यसमा 5 दिनमा तिथि तलमाथि होइन, सूर्योदयकालीनदेखि तिथि घडबड भइराख्छन् होइन। तिथिहरूको चाहिँ कहिले टुट हुन्छ, कहिले वृद्धि हुन्छ, कहिले चाहिँ तपाईँको समान रूपमै अगाडि बढिरहेको हुन्छ तिथिहरू चन्द्रमास अनुसार। त्यस अनुरूप आज विशेष गरी बिहानको समय 2:59 दिउँसोको 2:59 समय चतुर्दशी तिथि नरक चतुर्दशी भनेर पनि मानिन्छ। र विशेष गरी चतुर्दशीमा कार्तिक कृष्ण पक्षको चतुर्दशीमा कुकुरको पूजा गरिन्छ। र सन्ध्याकालको समयमा सूर्यास्तभन्दा पूर्व र मध्यरातिसम्मको समय भोग गरेको अमावस्या तिथिलाई चाहिँ औँसी तिथि मानिन्छ। र यसमा लक्ष्मी पूजा गर्ने चलन छ। र चाहिँ विशेष गरी बिहान दिउँसोको 2:59 समयमा बिचमा, त्योभन्दा अगाडि बिहान विशेष गरी खाना खानुभन्दा पूर्व होइन, भोजन गर्नुभन्दा पूर्व अथवा भोजन गर्ने समयमा भनौँ न होइन, किनभने लक्ष्मी पूजा भइसकेपछि बेलुका भोजन नगर्ने पनि हुनुहुन्छ। भोजन गर्ने बिहानको समयमा कुकुरलाई पूजा गर्ने, माला लगाइदिने, टिका लगाइदिने, मिठो मिठो खाना खुवाउने। र जुन कुकुर भनेको एउटा यस्तो वफादार चिज हो, यमराजको प्रिय पात्रको रूपमा पनि मानिन्छ। र यो वफादार ज्ञानी रूपमा रक्षकको रूपमा रहेको जुन कुकुर छ, त्यो कुकुरलाई माया गरेर अथवा त्यसलाई सम्मान गरेर यमराजको प्रिय पात्रको रूपमा रहेको कुकुरलाई हामी चाहिँ पूजा गर्ने होइन, मिठा 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 खानाहरू खुवाउने। त्यसपछि जुन आजकै दिनमा खेरि मैले भनिहालेँ, आजकै दिन सूर्योदयको समयमा चतुर्दशी पर्यो, दिउँसो 2:59 समय। त्यसकारणले गर्दाखेरि यो जुन नरक चतुर्दशी मानिन्छ, यो चतुर्दशीको समयमा कुकुर पूजा गरिन्छ। त्यसपछि फेरि सन्ध्याकाल जुन प्रदोष व्यापिनी भनेर भनिन्छ हाम्रो धर्मशास्त्रले, प्रदोष व्यापिनी भनेको सूर्यास्त हुनेभन्दा 3 घडी पूर्वको समय भन्दा त्यो समयमा अमावस्या तिथि अथवा कुनै पनि तिथि भनौँ न, आजको दिनमा विशेष गरी अमावस्या तिथि परेको समय होइन मा भएर अथवा रातिको मध्यरात्रको समयमा पनि अमावस्या तिथि छ भने यो दिनलाई चाहिँ लक्ष्मी पूजा गर्नुपर्छ भनेर मानिएको छ, हाम्रो धर्मशास्त्रले निर्दिष्ट गरेको छ। र त्यसकारणले गर्दाखेरि सन्ध्याकालको समयमा चाहिँ लक्ष्मी पूजा गर्ने, घरमा भनौँ न एउटा दीप प्रज्वलन गराउने, घरमा झिलिमिली बत्तीहरू बाल्ने, उज्यालो बनाउने। फेरि औँसीको तिथि जुन कार्तिक कृष्ण पक्षको औँसी तिथि भनेको वर्षभरिकै औँसीभन्दा आजको अलिकति बढी अँध्यारो तिथि हो। र आजको यो सबैभन्दा अँध्यारो तिथिको दिन लक्ष्मीलाई घरमा भित्राउनु छ, त्यसका लागि उज्यालो बनाउनु छ, दिन जस्तो उज्यालो बनाउनुपर्छ। जसको घरमा बढी उज्यालो हुन्छ, जसको घरमा सफा हुन्छ, जसको घरमा गाईको गोबरले लिपेको छ, जुन रातो माटोले लिपेको छ र अलिकति छुट्टै खालको माहौल, वातावरण सफा सुग्घर खालको छ र उज्यालो पनि छ। र तमसोमा ज्योतिर्गमय भनिन्छ होइन, अन्धकार सबैभन्दा अन्धकार रूपी स्थानलाई अथवा समयलाई उज्यालोतर्फ लानको लागि जुन उज्यालो प्राप्त गरिन्छ, त्यो समयमा लक्ष्मीको प्रवेश हुन्छ, सन्ध्याकालको समय भन्ने चलन छ। हाम्रो धर्मशास्त्रमा 2 किसिमका चाहिँ मान्यता रहेका छन्। जस्तै हाम्रो सनातनीहरूले सन्ध्याकालको समयमा लक्ष्मी पूजा गर्ने र विशेष गरी साइत पनि हेर्ने चलन छ होइन। र हामी विशेष गरी सन्ध्याकालको समयमा लक्ष्मी पूजा गर्छौँ। र भारतको वेस्ट बङ्गालमा कालीको पूजा गर्ने चलन छ, जुन कालीको पूजा रात्रिको समयमा काली पूजा गरिन्छ। त्यसकारणले गर्दाखेरि कसैले चाहिँ मध्यरात्रि पनि मान्ने, मध्यरात्रि व्यापिनी, निशिथ व्यापिनी, त्यसै गरी प्रदोष व्यापिनी भन्ने चलन छ। त्यसकारणले गर्दा यो पटक चाहिँ एकै दिन कुकुर पूजा र लक्ष्मी पूजा परेको हो। र वास्तवमा यो सन्ध्याकालको समयमा औँसी हुन्न थियो भने सूर्योदय र सन्ध्याकाल समय भेटेको दिनलाई हुन्थ्यो भने भोलि औँसीको पूजा हुन्थ्यो। र अमावस्या तिथि सहितको प्रतिपदा सूर्योदयकालीन समयमा हुन्छ भने त्यो दिनलाई चाहिँ गाई पूजा गर्ने चलन छ है, गाई पूजा गर्ने छ। त्यसकारणले गर्दा आज विशेष गरी औँसीको सन्ध्याकालको समयमा लक्ष्मी पूजालाई प्राथमिकता दिएर सबैले घरमा लक्ष्मी भित्राउनुपर्छ भन्ने मान्यता छ।